सो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ लाइक म मोटामोटी 4 दिनपछि भिडियो बनाइरहेको हो। किन भन्दाखेरि चाहिँ 2 दिन त खासमा केही कुरै थिएन भिडियो बनाउनलाई। लाइक मैले बनाउँछु भनेर बसेँ, तर लाइक केही बनाउनको लागि त्यो नै थिएन। कन्टेन्ट त हुनु एउटा लाइक यो भन्छु म, यो चुनाउँछु भनेर त्यो थिएन। सो केही गरेन। बट त्यहाँपछि पर्थ्यो म पोखराबाट यता चितवन आएको थिएँ, अनि त्यहाँ लाइक केसवाला कुरा पनि भएको थियो। त्यो लाइक मैले लाइक एउटा काम गर्दै थिएँ, केही स्कुटर यताउता ल्याइनु भएन। त्यो कुराले चाहिँ लाइक केस भएको थियो। बट एट द एन्ड सबै ठिक भयो। त्यो कुरा त्यो थियो कन्टेन्ट थियो। बट मलाई त्यसको लागि मात्रै भनेर भन्ने जस्तो, या म पोखराबाट चितवन आएँ मात्रै भनेर त्यसको लागि मात्रै भिडियो बनाउनु चाहिँ अलिकति त्यो लाग्यो त्यति बेला भिडियो बनाइनँ। बट अहिले चाहिँ मैले लाइक अराउन्ड 4 दिनपछि बनाइरहेको। अनि अहिले भन्नलाई चाहिँ खासमा के हो त भन्दाखेरि सबै कुरा राम्रोसँग गइरह। राम्रो हुनाले लाइक ठिकठाक गइरह। 16,000 जतिको चाहिँ स्टक लिएर आइयो। अनि म अहिले चितवनमा केही स्टक छ, अनि केही स्टक पोखरामा छ। सो वेस्टर्न नेपाल है भनेको जुन वेस्टर्न साइड छ उतापट्टि पोखरा हुँदै खासमा यो काठमाडौँले नै दुईवटा छुट्याउँछ। काठमाडौँ उतापट्टि इस्टर्न, काठमाडौँ उतापट्टि वेस्टर्न। बट मैले चाहिँ घर छुट्याइदिँदा बिचमा चितवनलाई चाहिँ इस्टर्न अनि पोखरालाई चाहिँ वेस्टर्न गरेर चाहिँ त्यहाँ छुट्याउँछु। अब हल्का काठमाडौँमा कहरी चाहिँ लाइक एकजना साथी छ, ऊबाट चाहिँ त्यहाँबाट डेलिभरी गर्न थाल्ने भन्ने जस्तो प्लान छ। बट त्यो के हुन्छ थाहा छैन। के भन्दा धेरै कुरा हेर्न पर्ने हुन्छ। एउटा डेलिभरीको पार्ट मात्रै नहेरिकन लाइक हरेक कुराहरू मिल्नुपर्ने हुन्छ। सो अहिले चाहिँ लाइक 3-4 दिनको लागि चाहिँ आफैले गरौँ। न्यु इयर नजिक, न्यु इयर ओरिएन्टेड भएर भिडियोहरू बनाउनु पऱ्यो। किनभने न्यु इयरमा मान्छेहरू कपडाहरू लाउँछन्, लाइक सामानहरू किन्छन् कि मान्छेहरू जेनरली। सो न्यु इयरको लागि भनेर चाहिँ फोकस्ड भएर अलिकति बजेट पनि राखौँ एडको लागि, प्लस भिडियोहरू पनि रेडी बनाएर राखौँ। कुनै भिडियोहरू चाहिन्छ अनि मिल्छ भने म सकेसम्म काठमाडौँमा नै त्यो गराउँछु। किन भन्दाखेरि डेलिभरी फास्ट हुन्छ, चिप हुन्छ। प्लस लाइक अलि आफूलाई चाहिँ लाइक पार्सलको लागि त्यो डेलिभरी सबै काम आफूले गर्न नपर्ने भएपछि केही तरिकाले एउटा लोड पनि कमै हुन्छ भनौँ न एक तरिकाको। बट त्यो ठुलो इस्यु होइन। ठुलो इस्यु भनेको चाहिँ गर्न सकिन्छ भन्ने कुरा हो। सो मेरो अब सायद सानो होला, बट प्लिज ट्राई टु लाइक बुझ्न खोज्ने कुरा चाहिँ के मात्र भन्दाखेरि ठिकठाक भइरहेको अहिले। अनि अहिले स्टक मोटामोटी कति छ हामीसँग भन्दा अराउन्ड 100 नजिक 100 छोएन, बट त्यसकै नजिक भनेको 80 नै छ सायद, मेबी है। त्यति राम्रो थाहा मलाई पनि हेर्नै पर्छ सबै कुराहरू। मसँग डाटा चाहिँ छ, लाइक मैले लेखेर चाहिँ राखेको हुन्छु, लेखेर एन्ट्री गरेर चाहिँ राखेको हुन्छु। बट ठ्याक्कै यति नै हाम्रो यादमा, तर हामी नजिक 100 गरिदिए चाहिँ मैले सामान नै सबै ल्याएर राखेको छु। अनि जान्छ पनि थाहा, त्यसो वेस्ट हुन्छ हामी त्यस्तो लागेन। आज 10 नै छ यहाँ, नजिक थियो। 8-9मा सेल्स 8-9,000 कति थियो। 10 नै त छैन, बट बिस्तारै बढिरहेको भनौँ। अनि मैले अलिक गर्न खोजेको अर्को कुरा चाहिँ एउटा टिकट लाइक त्यो हुन्छ क्या 200 अर्डर एक महिनामा पुरा भन्छ। त्यो हाम्रो लक्की ड्रमा चाहिँ हामी इन्ट्री पाइन्छ। अनि त्यसको लागि चाहिँ लाइक कस्तो भन्दाखेरि लाइक म पुगेँ भनौँ कि कसरी भनौँ, त्यो लाइक त्यो टार्गेट एचिभ गर्न एउटा होइन 200 अर्डरवाला। अनि त्यो एचिभ भइसकेपछि एउटा इन्ट्री भइन्छ भनौँ न एक तरिकाको। त्यो लक्की ड्रमा पऱ्यो भने पऱ्यो। फर्स्ट इन्ट्री थाइल्यान्ड जाने, अनि सेकेन्ड चाहिँ लाइक फर्स्ट प्राइज थाइल्यान्ड जाने, सेकेन्ड प्राइज इनसाइड नेपाल टुर, थर्ड यस्तै भाउचर 50वटा फ्री डेलिभरी भाउचर, अनि फोर्थ बकेटमा के समथिङ होइन। त्यो चाहिँ ट्राई पर्छ नपरे पर्दैन केही पनि हुन्न, बट गर्ने कुरा र अहिले चाहिँ हाम्रो 15 चैत्रमा भनौँ। सो 15 डेज अझै न्यु इयर आउन, र न्यु इयरको डेटमा हुन्न, हामीसँग 2 दिन अगाडि भनेको 28सम्म हो खासमा हामी बेच्ने भनेको। किनभने त्यो पछि त मान्छेहरूलाई बेचेर काम हेर्नु त्यो न्यु इयर कटिसकेको हुन्छ नि त, किनेले किन्छ। बट मेन फोकस न्यु इयरलाई भएकोहरूले चाहिँ 28सम्म मैले भनेको। अब 13 डेज जति बाँकी, म 20 पछि चाहिँ एड स्पेन्डहरू बढाउनु थाल्छु। अब कसरी स्केल गर्न सकिन्छ त्यो बाटो गर्नु थाल्छ। तर अहिले चाहिँ राति कति बजिरहेको 11 बजिरहेको। मैले चाहिँ भिडियो सुडियो बनाउँछु अनि हालिदिन्छु भनेपछि अलिकति लामै भयो आज चाहिँ। बट अहिले सबै कुराहरू कभर गर्न खोजेँ।
अनि केही पनि त्यस्तो नयाँ छैन, दाह्री कपाल बढेर बस्यो कार्टुनमा कुनै दिन अहिले भइरह राम्रोसँग गरिरह। अरू के मैले भन्नु पर्ने छ, के छुट्याए मैले भन्नुपर्ने जस्तो केही छ र छैन, नथिङ, यति नै हो भन्नुपर्ने कुरा। बस अब मैले यतिलाई केही नलेज दिने केही समथिङ वर्ड बोलिदिन्छु भने चाहिँ मैले भन्ने भनेको यस्तो हो, गर्ने हो, भयो भने भयो, भएन भने के भयो भने त्यसलाई हिँड्न सक्नुपर्छ। अन्त भन्नाले आफ्नो त्यही ठुलो लस गर्नु भएन, किन आफ्नो त्यही ठुलो लस गर्नु भएन, बट स्टार्ट स्मल, ड्रिम बिग अनि वर्क हार्ड, सिम्पल इज द्याट। सो यति भन्दै अब चाहिँ लाइक भिडियो क्लोज गरौँ। लास्टसम्म हेरिदियो भने थ्याङ्क यू। यदि बोरिङ भिडियो थियो लास्टसम्म हेरिदिनु भयो, थ्याङ्क यू। लाइक अब नेक्स्ट भिडियोमा भेटौँला, भोलि हुन्छ या पर्सि हुन्छ, कहिले हुन्छ, विथ इन्ट्रेस्टिङ टपिक।